So alright guys, welcome to Saucy Daily Dose. What's up everyone? I hope everything is fine. Everything is fine and everybody is fine too as well. आज चाहिँ त्यही हो, धेरै पछाडि के धेरै पछाडि लास्टै पछाडि हो त एकदमै कति डेली डोजमा अब डेली डोजमा हप्ता दिन ग्याप मात्रै भयो कहाँ हप्ता महिना पुग्न लागिसक्यो ल ठिकै छ त्यही पनि हैन महिना पुग्यो भने यस भिडियो आउनु छोड्नु भएन क्या भिडियो चाहिँ आउनु पर्यो क्या खास चाहिँ मैले चाहिँ हैन मैले भिडियो चाहिँ किन नबनाउन नि भयो किन एकजनाले हैन साथीले नै हाम्रै अब हाम्रो केटाहरूको सराउन्डिङ कस्तो हुन्छ त हैन एकजनाले यस्तो भने के तपाईको भ्लग त छेउ न टुप्पाको भ्लग छ अरे कि मलाई त हैन त्यहाँबाट बनाउने अलिकति कस्तो हैन यसो सोचे हैन अनि गएर हेरे पनि घरमा गएर आफ्नो भ्लग आफै हेरे हैन आफ्नो भिडियो आफैले हेरे आफूलाई त्यस्तै लाग्दिराख्यो स्टार्टिङ पोइन्ट त्यही हो त्यही हो नि अनि सो त्यही हो गाइज त्यो चाहिँ एउटा हल्का पार्ट अफ यताबाट पार्ट अफ रमाइलो मात्रै पार्ट अफ त्यो हुन्छ नि एउटा रमाइलो पार्ट मात्रै हो त्यो होइन उसले त्यस्तो भनेर चाहिँ मैले भिडियो बनाउनु छोडेको चाहिँ होइन कि टाइम नपाएको टाइम मात्रै नपाएको टाइम पनि छैन अनि एक त यहाँनिर अब क्यामेरा पनि अब अन गर्नै गाह्रो छ नि त साउथीको टिकट काटिदिन्छ यार फ्री भिजा फ्री टिकट गएर ढुन्डाइदिन्छ अब यस्तो ठाउँमा छौँ हो बिकज अफ प्राइभेसी ट्रेडिसनल भनौँ न सो त्यही हो गाइज सो अनि के छ त अनि केटाकेटीहरूको हालखबर अनि है हामी चाहिँ अब गाउँतिर यसो हिँडिरहेछौँ है अब के भन्नु लोकेसन यस्तै परेको छ अब गाउँ भन्नु कि सहर भन्नु बिकट छ यार हाम्रो गाउँ बरु ठिक छ क्या यहाँभन्दा गाउँ ठिक छ यार लास्ट बिकट छ यहाँ त आज तिम्रो छुट्टी परेछ भन न छुट्टी भाग्यमानीको जहिले छुट्टी हो नि यस पवन भाग्यमानी छ मसँग छुट्टी परे होइन को चाहिँ भाग्यमानी अनुहार कसको चम्किरहेको छ यहाँ हिँड्नु मस्त हिँड्नु गर्दाखेरि सो अलराइट गाइस यही हो हेर्नु सक्नुहुन्छ पछाडि होइन विदेश गाइस यो जति पनि यताउति देखिरहनु भएको छ होइन हाम्रो ओमान अल्मुसना अलखामिस भन्छ नि चाहिँ अलखामिसको हाम्रो चाहिँ यताको झलक भाइहरू बस्ने ठाउँ हो क्या यता चाहिँ ठुला विदेश भनेर ठुला बिल्डिङ सोचेर हिँड्छन् मान्छेहरू मेरो हाम्रो नेपालको सुकुम्बासी जस्तो छ ठाउँमा एक कहाँ एक तला हो नि एक तला त हो नि होइन तला त भन्नु नि एक तलाभन्दा ठुलो घरै देखिँदैन है गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो पछाडि छैन एक तलाभन्दा घरै हाम्रो नेपालभन्दा चाहिँ अलिकति डेभलप छ गाइस घर ठुलो नभए नि पैसा चाहिँ ठुलो छ है हामी अड्किरहेको कारण चाहिँ त्यही भएर हो नि फेरि पैसा हो त्यही त नि अड्किरहनु कारण चाहिँ पैसा चाहिँ ठुलो छ है पैसा अब त्योभन्दा के चाहियो अरू होइन चाहिने भनेको पैसा हो त्यही हो हरेक कुरामा सेटिस्फाई त कहाँ हुन्छ त नि चित्त बुझाउनु पऱ्यो नि गाइस चित्त के कसो पवन पैसा देखेरै चित्त बुझाउनु पऱ्यो नि गाइस अन्त त्यही त मन त आफ्नै घरमा बस्नु मन लाग्दैन नि बस्नु होइन के हो आज त यो भिडियो अपलोडै भएन कि होइन खिच्दैछु नि त भर्खर अहिले दामी लाग्न थालेछ मलाई उयो आउँदैछ भ्युवर आउँदैछ त माथि भ्युवर आउँदैछ त्यही हो गाइस होइन अब आज चाहिँ छुट्टी हाम्रो हरेक मङ्गलबार चाहिँ छुट्टी हुन्छ आज कति तारिक हो 21 तारिक आम्बो अबको ठ्याक्क एक महिना पछाडि चाहिँ म चाहिँ सर अस्ट्रेलिया आफ्नै गाउँतिर अस्ट्रेलिया कहाँ अस्ट्रेलिया मेरो सर्टिफिकेट सपोर्ट हान्दैन गाइस अनसपोर्टेड भन्छ मुला त्यही हो गाइस कपाल पनि लामो भएछ यार बुढीले कपाल काट भन्दै थियो बिचरा बुढीको एउटा इच्छा नि पुरा गरिदिनु सकेको छैन यार एउटा सानो कपाल यार काटेर तिम्रो कपाल लास्टै लामो भएको छ यार भयो छोरा मान्छेहरू कपाल लामो पाल्नु हुँदैन नि आमा कसले भन्दैछौ छोरा मान्छेहरू कपाल लामो पाल्नु हुँदैन गाइस भन्ने मान्छे पनि भन्ने मान्छेले चाहिँ स्वाकै हो क्या ठिकै छ सो त्यही हो गाइस आज छुट्टी थियो अब दुईजना होइन डुलियो कफी खानु खास चाहिँ हामी कफी खानु आएको किनभने पैसा ठुलो भए पनि हामीसँग पैसा छैन दोस्रो कुरा त्यस्तो त नभन न अब यसलाई के भन्नु अब सत्यता जागेको हो पैसा ठुलो भयो नि पैसा छैन हामी म यसमा केही बोलेन ल पवनले जे बोल्छ भन न पैसा छैन हामीसँग चिनेको साथीभाइहरू टन्ने छ यसो हाई हेलो भन्ने जाने कफी खाने फर्किने डुल्ने त्यही त हो नि लाइफ काम गरो खायो कुदो द्याट्स हाउ लाइफ इज गोइङ नेपाल हुँदाखेरि खाए ढिँडो हल्ले हिँड्यो भन्थ्यो
यहाँनिर त त्यही चल्दैछ त्यही रिपिट लाइफ साइकल हो बस ठाउँ बेग्लै हो त्यही त नि सो गाइज कसैलाई मनाउनु छ भने सोचेर सम्झेर आउनु होला पैसा ठुलो छ भनेदेखि नकुद्नु होला विदेश भनेर नत्र एउटा साइकल पनि कुद्दैन नि फेरि यता त ठुला बिल्डिङ सोचेर आउनुहुन्छ होला ठुला बिल्डिङ त उता पर मात्रै छ है मस्कटतिर मात्रै छ अम्बो रुद्दै रहेछ त बच्चा होइन गीत गाएको अरबिक बुझ्दिनँ नि त हामी गीत बुझ्दिनँ नि त रुँदै होइन नि के गर्नु हुन्छ हो अम्बो चरा उठ्दैछ माथि त्यहाँ पर पुग्यो तर होइन हौ यो के साह्रो यस्तो ह्यान्डसम त छुइनँ है थाहा रहेछ त छैन क्या तर यो क्यामेराले मलाई आम्बो यार हेर न यहाँनिर आम्बो ल कस्तो बल देखेको यार सही यहाँनिर दामी देख्ने भनेको त्यही हो क्या खतरा तातो घाम अनि अलिकति सनसेट सनराइजहरू राम्रै देख्छ होइन अनि त्यस पछाडि बिच अनि त्यस पछाडि सेलेरी आउँदा खाता राम्रो देखिन्छ होइन कि फेरि यस्तो के फेरि युट्युबले त होइन त्यो के शब्दहरूलाई त्यो उयो गरेर कपिराइट अथवा बिच भनेको BITCH बिच होइन कि BEACH बिच ओसियन समुद्र भनेकै फेरि यहाँ फेरि अब चाहिने भन्दा बेसी बुझिदिन्छन् होइन हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि फेरि बेरोजगार धेरै हुनुहुन्छ क्या होइन अनि धेरै बुझिदिनुहुन्छ त्यस्तो नबुझिदिनु बिच BEACH बिच है त गाइज त्यही हो त्यो केटाकेटी भाग्दैछ बिचारी भर्खर यो यिनीहरूलाई क्यामेरा अन गर्नु हुँदैन सो त्यही हो गाइज आफ्टर लङ टाइम है Nice to see you again, guys. हामी चाहिँ भिडियो बनाउँदै आज चाहिँ टक्क लाएर यसो डुल्दै है कतै केही गरिन्न आजको भ्लग यस्तै हो के भने लखर हिँड्ने 1-2 शब्द बोल्ने जसरी हुन्छ 10 मिनट पुऱ्याउने इन्ड गर्ने अनि अपलोड गर्ने है त गाइज त्यही हो क्युट हुने बच्चाहरू यार गाडी आइरहेछ अगाडि कुदाइतिर केयरलेस पनि हो ठिकै छ इन्सुरेन्स हुन्छ नि त्यसमा इन्सुरेन्स सो अस्सलाम वालेकुम अल्हम्दुलिल्लाह जय क्या फाले हम कुद्दै चाहिँ सो अलराइट गाइज आई होप तपाईँहरू सबैजना आराम सकुशलै हुनुहुन्छ होला होइन हामी पनि यता एकदमै ठिकठाकै छौँ त्यही हो अब कतिजना अब साथीहरूलाई चाहिँ अब थाहा छ है मेरो एकदमै क्लोज साथीहरूलाई चाहिँ थाहा छ अब म आउँदैछु भनेर जस हामी चाँडै भेट्नेछौँ भने नेपालमा आएर मिटअप हुन्छ त्यहाँनिर सबैजना डेट टाइमिङ फिक्स गरेर शशीले पेजमा हाल्छ सबैजनाले रेडी भएर बस्नु होला कतिवटा कसैलाई सिग्नेचर चाहिएमा टिकट चाहिएमा रेडी हुनु होला कतिवटा चिया पसल होइन कसम चिया पसलहरू त तिमी यता आए पछाडि त खुल्लै होला यार तिमी त्यहाँ भएको बन्द हुन्थ्यो होला बाँकी खाएर त्यसमा नि बाँकी खाएन अन्त सकिएको नि अनि अन्त नि त्यही त हो त नि मजा तर हामीले यो भिडियो के अरे जब इन्ड गरेर हामीले हेर्छौँ नि कस्तो फास्ट बोलेको सुनिन्छ होला है किनभने त्यो बोलेकै त्यस्तै छ नि त म थाहा छैन मेरो त म त नयाँ हो पहिलोचोटि हो पृथ्वीमा मेरो त यताबाट जाने कि यताबाट यता केटी मान्छेहरू रहेछ फेरि खिच्नै मिल्दैन खिचेको त हुँदैन कि अब आइन्छ नि त ब्याकग्राउन्डमा होइन यो त्यसको एउटा राम्रो लागेको चाहिँ जस प्राइभेसीलाई अलिकति उनीहरूले मेन्टेन गरेर राख्छ कि हामी जस्तो छैन कि नेपालमा यहाँ त्यहाँ यता मुद्दे चल्छ यहाँनिर भनेको सबै नभनौँ एटलिस्ट हाफ अफ पर्सनहरू चाहिँ जस आफ्नो अब कल्चरलाई ट्रेडिसनललाई मान्ने खालकोहरू छन् कि हामी चाहिँ तँमा पर्दिनौँ त्यही पनि एटलिस्ट रेस्पेक्ट त गर्नु पर्यो घरभित्र छ क्यामेरा त्यस पवनले यता आएर इज्जतहरू गर्नुपर्छ भन्ने पनि सिकेछ ढिलो चाँडोको कुरा हो मान्छेले बुझिन्छ इज्जत त मान्छे अनुसार पो गर्ने हो त मान्छे अनुसार पो गर्ने हो त्यो घरमा यत्रो छ 1 2 3 4 5 5वटा क्यामेरा छ हो क्यामेरा जुदाइदिएँ त मैले त्यो खालको अलिक महँगो पर्छ होला सलाम अलैकुम क्या फालेक आयो सरर एउटा साइकल देखेँ बोल त यहाँ त गाडीहरू कुद्दैन घरिघरि प्लेनहरू मात्रै देख्न पाइन्छ हेलिकप्टर नदेखेको कति भयो हेलिकप्टर नदेखेको ल 1-2 शब्द यसो तिमीले लिएर बोल इन्डिया नाना सो गाइज इन्डिङै हान्दिनु लागेको छ म त नि तेरो गाडी भएको टी सर्ट देखाइ सो गाइज गाडी भएको टी सर्ट नयाँ मान्छे नयाँ देश ठुलो मान्छे गाइज मेरो चाहिँ फेरि
हाइट चाहिँ फेरि खतरा छु है म height- ठिक्कको भनौँ न मेरो बुढीको लागि ठिक्क छ नि त ब्रो होइन ब्रो भनिदिन्थेँ अब भाउजूको कुरा आयो अब तिमी पनि कति नै अग्लो हो र माया पाखा ल यति हो हात सिधा राख न तल हँ? हात तल राख धेरै अल्गो त होइन कपाल के खास होइन गाइज होइन म एउटा कुरा भन्छु क्या खास होइन अब मैले त बिहे गरिसकेँ होइन भगवान्ले होइन सबैको जोडी होइन माथिबाट मिलाएर पठाइदियो हुन्छ अरे क्या माम पाखा सबजना अग्लो अग्लो भयो भने त मलाई डल्ले डल्लीको कसले हेर्ने डल्ले डल्ले चाहिँ त्यो डल्ले केटीहरूको लागि पनि डल्ले डल्ले बनाएर पठाइदियो हुन्छ अरे क्या त्यही भएर मेरो बुढीको नाम डल्ली हो अनि पत्याएल म्याचिङ भयो कि मेरो चाहिँ just। पत्याएल ठिक छ अब यी पत्याउनै पऱ्यो नि हो अब रियालिटी त त्यही हो नि त कस्तो जोतको देखिन्छ गरिदिउँछ है बेलुका कस्तो दामी बनायो लाइट बाल भित्र त फेरि दामी हुन्छ नि ल्याबिस हुन्छ नि त ल्याबिसै हुन्छ सो त्यही हो गाइज होइन डल्ली छ भनेर चाहिँ कहिले पनि दुःख मन नगर्नु क्या होइन ए अग्लो मान्छे के अग्लो के गरेछ मामपाका के गरेछ बेलचा हान्नु मात्रै बाँकी छ अब यहाँनिर नेपालबाट यहाँनिर आएर एटलिस्ट त्यो चिया पसलहरू खुल्ला छ ऊ यहाँ आएर त्यहाँ भएको भए पनि अब बन्द हुन्थ्यो मामपाका हो कि होइन भन तिम्रोबाट नि त्यहाँ धेरै सब्सक्राइबरहरू छ कि भनिदियो मलाई सो गाइस उसले जे भन्दैछ त्यसलाई पसल भन, सत्यता नलिनु होला चिया पसल आन्टीसँग मेरो राम्रो लिङ्क छ अझै पनि म मेसेज गरिरहेको हुन्छु तिम्रो भाइले कमेन्ट हान्दै थियो पवन दाईको म बिग फ्यान है भनेर त्यो भाइलाई भन मलाई भाइ राजा कमेन्ट हान्दै गर साथीभाइलाई भन त्यो चिया पसलको दिदीलाई चाँडै पैसा पठाइदिन्छु भन त्यति साह्रो पनि बाँकी खाएको छैन मात्र 4,000 त 4,000 भने चाहिँ कतिवटा चिया कप हुन्छ मलाई चियाको मात्र 4,000 त 20 रुपियाँ कपले गऱ्यो भने कति हुन्छ कति हुन्छ म्याथमा जाने थियो भने यहाँ अस्ट्रेलिया जाने थिएँ हो यो हाम्रो बिर्सेँ टपिक चेन्ज 11 मिनट 57 58 59 60 12 मिनट भयो ल ल बस खलास आजको लागि यति नै है त सी यु नेक्स्ट ब्लग भएन क्या हो अन्टिल नेक्स्ट टाइम सी यु गाइज सलाम अलैकुम सलाम वालेकुम ससी डेली रोज डेली